Hi everyone, welcome another day 39. होप सबैजना स्वस्थ मस्त हुनुहुन्छ होला। सबैजनालाई धेरै माया छ साथ सपोर्टको लागि। अनि आज डे 39मा चाहिँ सधैँ चाहिँ अब आफूले थाहा पाएको केही कुराहरू जसले गर्दा हजुरहरूलाई थोरै भए पनि हजुरको लाइफमा चाहिँ अलिकता एनर्जी एड गरोस् हैन। अनि केही कुरा हजुरहरूलाई सायद केही थोरै मात्रामा 0.5% भए पनि हजुरहरूलाई चाहिँ मद्दत मिलोस् केही नयाँ कुरा सिक्नमा भन्ने हिसाबले चाहिँ। अनि मैले चाहिँ यो कुरा चाहिँ मेरो साथीले मलाई सेयर गरेको अनि एकदमै राम्रो लाग्यो कि त्यो कुरा चाहिँ मलाई पनि हजुरहरू सामु यसरी सेयर गर्न मन लाग्यो। कुरा के भन्दाखेरि जस्तै एक बोतल पानीमा हामीले 1 केजी नुन हाल्यौँ भनेपछि त्यो एक बोतल पानीमा नुनको मात्रा बढी भयो नि त। त्यो हुँदाखेरि त्यो पानी हामीलाई पिउन गाह्रो हुन्छ कि अलिकता खरो हुन्छ नि त। हो त्यस्तै त्यो 1 केजी नुनलाई यदि हामीले एउटा ताल, त्यो बोतलको कम्प्यारिजनमा त ताल ठुलो हो नि त, त्यो ताल त्यो ठुलो तालमा त्यो 1 केजी नुन हाल्दाखेरि त्यो नुनको टेस्ट थाहा हुँदैन, त्यति खरो हुँदैन नि त, त्यो नुन बिलाएर जान्छ। हो त्यस्तै हाम्रो लाइफमा पनि हाम्रो मनलाई यदि सानो बनायौँ भनेपछि सानोतिनो केही कुराहरूले अप्स एन्ड डाउनहरूले चाहिँ हामीलाई सजिलै डिमोटिभेट गर्न सक्छ नि त। हो त्यस्तै यदि मनलाई चाहिँ त्यो ताल जस्तो या समुद्र जस्तो, अलि समुद्र त धेरै ठुलो नभनौँ हामी, ताल जस्तो त्यो बोतलभन्दा पनि अलिकता फराकिलो बनाउन सक्यौँ भनेपछि सानोतिनो कुराहरूले चाहिँ हामीलाई त्यति इफेक्ट गर्दैन जस्तो लाग्छ क्या। यो कुराबाट चाहिँ मलाई धेरै ठुलो मोटिभेसन मिल्यो। कुरा चाहिँ सिम्पल छ तर त्यहाँबाट एउटा डिप मेसेज छ नि त, धेरै कुरा सिक्न मिल्छ त्यो कुराबाट चाहिँ। हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्टमा प्रतिक्रिया दिन नबिर्सिनु होला। फेरि भोलि हामी एनदर डेमा फेरि हामी नयाँ ऊर्जा नयाँ जोस जागरका साथ फेरि भेट्नेछौँ। आजको लागि हजुर माझबाट छुटिन्छु। शुभरात्रि, बाइ बाइ, टेक केयर।